एक्सिडेन्ट भयो यार मम्मी एक्सिडेन्ट भयो एकचोटि समुद्र आको घाइते भयो Hello, welcome to my newest vlog. आज चाहिँ हामी बीचमा जान लाग्यो यस नट बीच बट बीच यु नो स्यान्ड हुने समुद्रको साइडको बीचमा जान लाग्यो पानी तातो भयो भने पानीमा पनि जाम भनेको तर पानी चिसो हुन्छ होला त्यसैले बीचमा जाने यस्तो डुल्ने सुल्ने अहिले म चाहिँ रेडी भइसक्यो नुहाइसकेर गरेर सबै रेडी भइसक्यो मम्मी चाहिँ मेकअप गर्दै हुनुहुन्छ मेकअप गर्न भ्याइसकेको छ मैले मेरो कपाल नुहाउने भिडियो कस्तो राम्ररी बस्दैन क्या याद छ जस्ट अब हामी बाहिर जान लाग्यो खानासाना सबै राखिसक्यो सबै बनिसक्यो अब हामी बाहिर अब कस्तो ठन्डै हुन्छ यार अब 2 घण्टामा पुग्छ अरे यहाँबाट 2 घण्टा लाग्छ अरे त्यहाँसम्म जानलाई त्यो ठाउँसम्म जानलाई 2 घण्टामा त्यहाँ पुगिसकेपछि हेरौँ कस्तो आज वेदर पनि राम्रो छ भन्दै थिए क्रिम लगाऊ कार्यक्रम चल्दैछ जानु अगाडि ल अब जाने सबै रेडी भइसक्यो अब जाने छिर्छौँ फ्लावरबाट हनी चोर्न आएको हनी बीजहरू हनी चोर्न आउँछ क्या यिनीहरू तिनीहरूले त्यही चोरेर अब हाइभमा लगेर हनी बनाउँछ अब हामी जान लागेको बिस्तारै अनि त्यहाँबाट हामी कहाँ पुगिसकेपछि बस हामी केबाट जाने पहिला ड्याडी बसबाट हामी पहिला बसमा जाने अनि ट्रेन नि एयरपोर्टबाट ट्रेन हामी पहिला बसबाट एयरपोर्टसम्म जाने अनि त्यहाँबाट ट्रेनबाट बिचसम्म जाने है ल त्यो यो चाहिँ सबै खाना हो खाना प्लस टावेल के पछि पानीमा चल्यो भने भन्नेलाई मम्मीको एउटा गाएको टिकटक सकिसक्यो बाटोमा हिँड्दै गुन पायो सुन पायो गीत गाइसक्यो होइन ल गाउनु त गुन पायो पित्तलको सुन गुन भुल्यो सरी फर्स्ट लाइन मिस्टेक आप मुंबई नहीं आ सकते आप मुंबई नहीं आ सकते यू आर रिजेक्टेड काठमाडौँ आउन नपाई फेल ल लास्ट ट्राई गुन भुल्यो पित्तलको सुन पायो होला भुइँ छोड्यो आकाशको जुन पायो होला कलेजी चिरेर दिएको ठाउँ सय चिरा बनायो दुख्यो नि घाउ त्यही घाउमा छर्किने नुन पायो होला वाओ फेरि रिजेक्ट मुंबई नै आ सकते आप फेरि राम्रो छैन मम्मी तपाई फेरि रिजेक्ट खायो किन हाम्रो जजहरुले रिजेक्ट गरे है हु जज कोही त छ तर मलाई थाहा छैन को जज हाउ डेयर यु टु रिजेक्ट मी यु आर माय सन आफ्टर ऑल गो बाइ अब बसबाट ट्रेनबाट डाइरेक्ट त्यहाँ पुगेपछि मात्र आउँछु यार अब म भयो बाइ ट्रेनबाट झरिसक्यौँ हामी ट्रेन म त सुत्नसम्म सुतेर आएको जे होस् हामी ट्रेनबाट झरिसक्यौँ अब यहाँबाट 30 मिनट जतिको वक छ 30 मिनटको वक छ बिचसम्म जानलाई बिच चाहिँ यतातिर कहीँ होला होइन ट्रेनबाट झरिसक्यो अब 30 मिनट हिँडेर बिचमा पुग्ने बाइ कुन ठाउँ यो ठाउँको नाम के सोयेन भन्ने रहेछ सोकेन हो कि सोयेन भन्ने रहेछ कस्तो राम्रो ठाउँ यार मम्मी हेर्नु न ल मम्मीहरू आउँदै हुनुहुन्छ तर ठाउँ चाहिँ कस्तो राम्रो यार यो माथिको यो जङ्गल टाइपको ठाउँ के अब यस्तै जङ्गलबाट हामी 30 मिनट हिँडेर जानुपर्छ अरे कस्तो क्युट फुच्यो के क्युटी मम्मी चाहिँ कलमा हुनुहुन्छ त्यस कस्तो राम्रो यार इज फाइनली हियर यही समुद्रमा जाने यही समुद्र होइन तर यहाँभन्दा हल्कै उता साइडमा छ तर यही समुद्रको बिचमा जानला जङ्गल छ यो जङ्गल भित्रबाट भालु आएको क्या खानलाई तर छैन धेरै जङ्गल छैन ल कस्तो राम्रो घर यार यहाँ चाहिँ त्यो हिउँले पनि ट्रक लाएर है होइन कि गार्डन हेर्न ट्रक लाएर गाडी बनायो घर बनायो लोकालिटी मात्र हेर्न हाम्रोतिर कहाँ छ यस्तो ठाउँले यता साइड पनि रुख यता साइड बिचमा राम्रो 70% हुनुपर्छ अरे क्या एउटा ठाउँमा 70% ग्रिनरी हुनुपर्छ अरे हाम्रोतिर 0% ग्रिनरी घरमा यस्तो सानसानो बिरुवाहरू रोप्नु पर्ने नि है के बिरुवा रोप्ने ठाउँ पनि हुनु पर्यो हाम्रो जग्गा जति छ त्यसमा सबैमा घर बनाउँछ हाम्रो रोपे पनि मान्छेहरूले यस्तो यताउति गरेर चलेर पहिलो सुरु हाम्रोतिर बिरुवा रोप्यो भने बिरुवा भरि ठुलो फोहोर देख्यो यहाँ पो पात सात यस्तो हरियो राम्रो देखिरहेछ हाम्रोतिर त कालो ब्राउन हुन्छ नि भास्ट जमिन यार
यो जमिन हेर्नु न भास्ट हामीलाई मेरो दिएको भए कसम यार कति रोपनी कति एकर होला यार पैसा हुन्थ्यो करोडपति अरबपति उफ कति मान्छेहरू साइकलिङ आएर मम्मीले दुईजना पुच्चेलाई साइकलमा हालेर मान्छेहरू पुरै मलाई सानो सानो छोटे छोटे कट्टी सट्टुमा लगाएर आएर चाहिँ हामी चाहिँ पुरै टिपटप भएर आएको छ मैले भनेको थिएँ कि सुरुवाल मात्र लगाएर आउनु पर्ने भनेको थिएँ कि मम्मीले हो कि नाइ गर्दा ल सबै हातमा पुरै लाइट डुगा लगाएर चाहिँ हामी चाहिँ हेर्नु ड्याडी फुल टिपटप भएर आएको छ यार समुद्रमा खेल्नलाई कटुहरू चाहिँ राखेर ल्याएको छ टी सर्ट चाहिँ खोलिँदैन तर कट्टु चाहिँ राख्यो हामीले कट्टु त हालेर ल्याएको छ लाइक सुरुवाल चाहिँ हालेर कट्टु होइन सुरुवाल चाहिँ हालेर ल्याएको छ बाटोमा हामी कति हिँडिसक्यो अब अझै हामी हिँडेको छ 30 मिनट लाग्छ अरे यिनीहरूलाई हारा तर हिँडिसक्यो 15-20 मिनट जति हिँडिसक्यो हामी स्विमिङ पुल पुग्यो हामी समुद्र पुग्यो मान्छे आमामा है मान्छे पुरै मान्छे छ तर सबै के भन्छ एउटा कट्टु माल लगाएर बसेछ हामी चाहिँ यत्रो के फुल लगाएर आएर छ मैले भनेको थिएँ कि कम मात्र लगाएर जाउँ भनेर ठाउँै छैन यार यता त मान्छे छ यार आमामा जुत्ता फुकालेर चप्पल इज अन झन् है मेरो गेटअप इज डन दिस सुरुवाल दिस चप्पल एन्ड दिस हामीले 2-3टा चप्पल ल्याउनु पर्ने नि तपाईँको त्यो खोलेपछि ठिक हुन्छ तपाईँको पनि ड्याडीको पनि यो खोलेर यो लगाइ चाहिँ ठिक हुन्छ रेडी आयो म आउनु मम्मी के जिन्छ नि मौला मैले सार्नु पर्ने ल धेरै चिज छैन माई गड चिसो भयो क्या चप्पल एउटा मात्र ल्यायो क्या हामीले चप्पल एउटा मात्र ल्यायो क्या हामीले चिसो छ तर त्यति पनि चिसो रहन्छ पानी यहाँ त ठिकै रहेछ ओहो कस्तो छ पानी ल खिचिरहेको छु म अघिदेखि खिचि नै रहेको छु नि हाइट राम्रो छ पानी पनि शीतल छ कि चिसो हुन्छ होइन शीतल छ ड्याडी यसमा बस्दिनु न तपाईँ यसमा बस्नु त ल ए यहाँ बस्यो भने म तपाईँलाई 50 रुपियाँ दिन्छु मम्मी पानीसँग डराउने मान्छे होइन ड्याडी मम्मी होइन पानीसँग डराउने मान्छे के भने भन्नु न यति पानी आउने ए गहिरो छ अरे मम्मी पानीसँग डराउँछ कि मम्मीलाई हल्का हाइड्रोफोबिया छ कि ल अब जाने ड्रिङ्क्स के छ खाने कस्तो काल देखाएर म ल यसरी एन्टिलाइटहरू अब जाने ड्रिङ्क्स के छ खाने अनि पछि भोक पनि लगाइरहेछ हल्का खाऊँ न तर ठाउँ त भइहाल्यो यार हामीले चप्पल एउटा मात्र ल्याएर मम्मीलाई दुख्यो अरे अब मम्मीलाई भयो हामीलाई चाहिन्छ चप्पल ल यसरी पनि भिडियो खिचियो हैन ल अब ड्रिङ्क्स ल फोटो सबै फोटो बोल्दैन यार के फोटो सबै खिचियो अब ए न फोटो सबै खिचियो हामीले फोटो खिचेको म इन्स्टाग्राममा हाल्छु इन्स्टाग्रामको लिङ्क डिस्क्रिप्सनमा छ हैन हाम्रो फोटो हेर्ने पनि इन्स्टाग्राममा गएर हेरौँ है यसमा यस इन्स्टाग्राममा खतरनाक फोटो हुन्छ फोटो हेर्ने भए इन्स्टाग्राममा इन्स्टाग्राममा यस्तो राम्रो फोटो खिचेछ नि नाउ लेट्स ह्याभ अ ड्रिंक केला एउटा अनि पेप्सीको ब्रान्डमा यो कुन हो ड्याडी एप्पल कि म्याङ्गो ए के भन्छ ऑरेन्ज कि म्याङ्गो यता नर्वेमा पेप्सीको म्याङ्गो जुस आउँछ अरे कस्तो भयो त आज यसो बिचमा हुँदा के बिच्रियो यसलाई भन्छ प्याराडाइज बुक्ता यसको नाम प्याराडाइज बुक्ता के अरे बिच पेप्सीको म्याङ्गो ड्रिङ्क है कस्तो छ पेप्सी
हामी घरबाटै पपकर्न बनाएर पपकर्न खाँदै पैसा बचाऊ मलाई देऊ मिठो छ पपकर्न लभली यो एकजना मान्छे हेर्नु कहाँ भित्रसम्म गएर खिचेर यार कहाँ भित्रसम्म गएर खेल्दा के गाडी जाउँ हामी पनि कहाँ स्विमिङ खेल्न म कति खेल्न दिनभरि मलाई त फेरि आउँछ नि स्विमिङ खेल्न मलाई त आउँछ यार स्विमिङ खेल्न अगाडि मात्रै जान आउँछ के यतिकै तैलेर बस्न आउँदैन अगाडि चाहिँ जानु हामीलाई चाहिँ गर्मी भयो मम्मी बाई बाई मम्मी चाहिँ नआउने र म र ड्याडी चाहिँ जान लाग्यो उफ म पनि हान्सी भएको रे चस्मा लाएर मम्मी चाहिँ नआउने रे हामी चाहिँ जान लाग्यो फेरि एकचोटि पानी अब चाहिँ उता जाने त्यो हल्का गहिरो ठाउँतिर जाने अब दुख्यो क्या हो तपाईँलाई एकदम म त टेक्नै नसक्ने मलाई त दुखा खाने यार मम्मी चाहिँ त्यही छ नआउने रे बाई बाई हामी जान लाग्छौँ माछाहरू छ क्या यता तर देख्दैन होला क्यामेरामा तर छ क्या सानो सानो छ बिचमा पनि खुट्टा टेकियो बिचमा पनि खुट्टा टेकियो यताको फुचीहरूले सबैलाई पानीमा खेलेर राख्छ कि हाम्रोमा फुचीहरूले एकछिन पानी खेल्यो भने हे रुगा लाग्छ नचला रुगा लाग्छ खै मोबाइलको जुम शक्ति कति रहेछ मम्मी यता बसिरह हामी यहाँ छौँ मम्मी यता ब्यागबाट चिकन निस्किसक्यो अब चिकन खाँदै भोक लाग्यो We don't care about apples. We only care about chicken. Chicken is love. मिठो छ चिकन खानु अगाडि योग गर्दा रे दाइले ल खानु मम्मीले खाइसक्नु भयो खानासाना सबै सक्यो सबै खाएर यता राम्ररी राखिसक्यौँ अब के गर्ने खै अब के गर्ने लग गए मेरो त लग गए लडे उहाँ यो ढुङ्गामा के यो ढुङ्गाबाट यो ढुङ्गामा जाँदै थिएँ प्याच्याक्क गयो पुरै भिज्यो धन्न माथि जम्प भिजाएन यो मुनिको मात्र हल्का भिजाएको छ धन्न यहाँ मान्छे लडिसक्यो यहाँ भिज्यो पुरै एक्सिडेन्ट भयो यार मम्मी एक्सिडेन्ट भयो ढुङ्गाले कहाँ खोज्यो होला के ढुङ्गाले खोज्या पानीमा कुल्चिनलाई दराइदिएर कुल्चिदिए म त एकदम साफ छ कि यो पनि काटेको आमा यता पनि काटेर रहेछ नदेख्दासम्म दुखेको थिएन अहिले देखेपछि चोप पोल्न थाल्यो यार औ भाइ यार कहिले काटे थाहा छैन कि फेरि कटहरू पराएर चाहिँ कट काटेर रहेछ क्या ढुङ्गाले यता एउटा पनि छ कट नाइस एक्सिडेन्ट भएको मैले समुद्रमा धोएर आइसकेँ यता कट थियो यताको धुइयो यता कट थियो यो धोयो यता एउटा कट थियो यहाँ रगत होइन यता पनि कट थियो धोइसक्यो यताको कटहरू ए कट घर गएर रक्सीले दल्दिनुपर्छ अनि इन्फेक्सन पनि हुँदैन सक्यो यहाँको कार्यक्रम पानी सानीमा दुबै खानासाना खाइसक्यो अब घर जाने तपाईँको ड्रेस इज चेन्ज मम्मीको पनि ड्रेस इज चेन्ज मेरो पनि ड्रेस इज चेन्ज घाउ भएको इजत छ सुकिङ हामी यता पनि सकिङ बाई बाई समुद्र बाई बाई मजा आयो आइसक्रिम किनिसक्यो एउटा मम्मीहरू खाँदैछन् मम्मी आइसक्रिम देखाउनु हाम्रो ड्याडीको र मेरो एउटै बाबुलाई अर्को छुट्टै तपाईँहरूको मिठो रहेछ यार मिठो त्यो पनि मिठो छ खोल्न भएको छ राम्रो रहेछ मम्मी राम्रो छ है डिजाइन मेरो चाहिँ राम्रो छ मिठो पनि रहेछ स्ट्रबेरी फ्लेभर मिठो छ स्ट्रबेरी हो कि तपाईँहरूको चक्लेट होइन खै तिम्रो खै मेरै मिठो रहेछ बबाल देख्नु रहेछ यार बबाल लभली यत्रो आकाशमा एउटा सिङ्गो बादल यही मात्र यत्रो ठुलो आकाशमा लोन्ली यहाँ खेतको बिचमा चराहरूले पनि खाओस् भनेर पानी राख्दैछ भर्खर एकजना कागले खाथ्यो मैले खिच्न बिर्सेँ तर यहाँ पानी राख्दैछ यो चराहरूको लागि हे भाइ सिस्टम हामीले बुझ्दैनौँ हामी नेपालीहरूले बुझ्दैनौँ तर सिस्टम छ अरू देशमा एटलिस्ट घरको खुट्टा डिसइन्फेक्ट गरेर हिँड्ने यार कस्तो मम्मी ड्याडी दुवै अगाडि म चाहिँ लङ्गडा आएर हिँडिरहेको छु दिमाग खराब एकचोटि समुद्र आएको घाइते भइयो बिचबाट आइयो अब ट्रेनमा जाँदै ट्रेन स्टेसन पुग्न लाग्यो अब हामी घर गइराख्ने बेला ट्रेनबाट ट्रान्जिसन आउँछ 3, 2, 1
ट्रेनबाट झर्र बसबाट झर्र पनि घर अगाडि पिछा घर पुग्न लाग्यो मम्मीले दुध चिया बनाइदिन्छु भन्नु भएको थियो अघि ओके बाइ गाइज बाइ बाइ ए न घरमा भेट्नु पर्छ वेट अहिले बाइ गाइज भने घर पुगेर ड्रेस चेन्ज गरियो अब डिसइन्फेक्ट गरौँ भनेर हेरेको त घाउ त्यति ठुलो रहन्छ सानो सानो मात्र घाउ छ डिसइन्फेक्ट गर्नु पर्दैन होला यता थोरै छ यो डिसइन्फेक्ट गरेर चल्नु बस्नु पर्दैन होला है छैन के पनि यस घर पुग्यो अब हामी चिया खाने मम्मी चिया बनाउँदै हुनुहुन्छ चिया इज पाक्दैछ दिस इज पकाउने मान्छे म उता कुर्दै बस्छु त्यो लिएर आउनु इज हियर बिस्कुट मम्मी बिस्कुट चिया पनि सबै खान सक्यो मिठो छ चिया मम्मी थ्याङ्क यू ए तिमीले थ्याङ्क यू भन्नुपर्ने नि मैले मिठो चिया पकाएर थ्याङ्क यू बेबी हामीले तारिफ गरेर तपाईँले थ्याङ्क यू भन्नुपर्ने बाई बाई आजको लागि यति बाई भन्नु बाई दारी बाई भन्नु प्लिज बाई 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 बाई